नमस्कार दर्शकवृन्द, म मुक्तिबहादुर भण्डारी। मेरो युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। हामी हाम्रो जीवनमा खुसीका साथ बाँच्न चाहन्छौँ, शान्तिपूर्वक जिउन चाहन्छौँ, दुःख, चिन्ता, पीर रहित वातावरणमा हामी जिउन चाहन्छौँ। तर के हामी खुसीका साथ बाँचिरहेका छौँ त? के हाम्रो जीवन शान्तिपूर्वक अघि बढिरहेको छ त? के हाम्रो जीवनमा पीड, चिन्ता, तनावहरू आएकै छैनन् त? हामीमध्ये धेरै जसोको जीवनमा पीड, चिन्ता, तनावले हामीलाई सताइरहेको हुन्छ, हामीलाई तनाव दिइरहेको हुन्छ। त्यसो भएर आज मैले यी हाम्रो जीवनमा आइपर्ने पीड, चिन्ता, तनावलाई अन्त्य गरेर खुसीको जीवन कसरी जिउने, मनलाई शान्त कसरी राख्ने र तनावबाट कसरी मुक्त हुने भन्ने सन्दर्भमा यो सानो भिडियो बनाउँदैछु र यहाँहरूले पुरा भिडियो हेर्नुहोला र कस्तो लाग्छ लाइक, सेयर, कमेन्ट गर्नुहोला। र दर्शकवृन्द, अस्ट्रेलियाको राष्ट्रिय जनावर कङ्गारू हो र कङ्गारूको प्राकृतिक रूपले नै उसको पेटमा एउटा थैली बनेको हुन्छ र त्यो थैलीमा कङ्गारूले आफ्ना बच्चाहरू राखेर हुर्काउने गर्छ। र अस्ट्रेलियामा विशेष गरेर पोथी कङ्गारूलाई रानी कङ्गारू भनेर भन्ने गरिन्छ। तर यहाँ रानी कङ्गारूको आफ्नै किसिमको कथा छ, आफ्नै किसिमको व्यथा छ र यो रानी कङ्गारूको कथा असाध्यै हृदय स्पर्शी, असाध्यै मार्मिक र मन छुने कथा छ। दर्शकवृन्द, रानी कङ्गारूले आफ्नो जीवनमा जति पनि घटना गर्छन् ती घटनाहरूलाई आफ्नो स्मृति बनाउन चाहन्थे। उसले त्यस्तै घटनाहरूलाई सम्झनाको रूपमा जीवनमा सुरक्षित गरेर राख्न चाहन्थे। जस्तो कि मानौ कसैले उसलाई गाली गर्यो भने त्यो गाली गरेपछि उसले एउटा ढुङ्गा सम्झना स्वरूप आफ्नो त्यो थैलीमा राख्दथे। कसैको मृत्यु भयो, आफ्नो परिवारमा कसैको मृत्यु भयो, आफन्तजनको मृत्यु भयो भने फेरि एउटा ढुङ्गा टिपेर आफ्नो थैलोमा राख्दथे। कसैले अमित्य वचन बोल्यो भने, गाली गर्यो भने त्यति बेला पनि उसले जाने एउटा ढुङ्गा टिपेर त्यो थैलोमा राख्दथे। र कहिलेकाहीँ खान नपाएको अवस्थामा, दुःख आपद परेको अवस्थामा र जीवनमा काम गर्दा गर्दै असफलता भएको अवस्थामा पनि प्रत्येक यी दुःखका क्षणहरूमा उसले एक एकवटा ढुङ्गा त्यो थैलोमा राख्ने गर्दथे र एक एकवटा ढुङ्गा ती सम्झना रूपी ढुङ्गाहरू, ती विगतका दुःखदायी पीडाका ती सम्झना रूपी ढुङ्गाहरू थैलोमा राख्दा राख्दै थैलो भरि नै जान्छ, थैलो गर्म हुन्छ। तर रानी कङ्गारूले त्यो थैलोमा रहेका ती ढुङ्गाहरूलाई निकालेर हल्का हुन ऊ चाहँदैन थिए, किनभने ती ढुङ्गाहरू विगतका ती दुःखद पलहरूका एउटा सम्झना थिए, ती स्मृति थिए। एक दिनको कुरा हो दर्शकवृन्द, रानी कङ्गारू खानेकुरा खोज्ने क्रममा एउटा सानो खोल्सोमा, खाल्टोमा खस्न पुग्छे। उसले कति प्रयास गर्दा गर्दै पनि त्यो खाल्टोबाट ऊ बाहिर निस्कन सक्दैन। हेर्दा सामान्य लाग्ने खाल्टो, निस्कन सकिने खाल्टो, तर त्यो ढुङ्गाको, उसका जीवनका ढुङ्गाका ती विगतका घटेका अप्रिय घटनाहरू, ती दुःखद क्षणहरू, ती विभिन्न चाहिने मन छुने चाहिने उसका हिजोका ती स्मृतिहरू रूपी ढुङ्गाले गर्दा उसलाई च्यापेर ऊ बाहिर निस्कन सकिन। उसले आफ्ना साथीभाइ, इष्टमित्रहरूलाई हार गुहार गरी सबैलाई बोलाए, तर उसको आवाज कसैले सुनेनन्। लामो समयसम्म खाना र पानीबाट वञ्चित भएपछि ऊ एक दिन अचानक मृत्युवरण गर्छे
र ती हिजोका दुःखदायी घटनारूपी ढुङ्गाहरूको थिचाइले गर्दा एउटा रानी कङ्गारुको जीवनको त्यही अन्त हुन्छ। त्यसैले हामी मध्ये धेरै जसोले पनि हिजोका ती तिता अनुभवहरू, ती दुःखद क्षणहरू, दुःखद पलहरू, त्यो अप्रिय घटनाहरूलाई हामीले बोकेर हिँडिरहेका छौँ। हामी निराशाको चाहिँ भारी बोकेर हिँडिरहेका छौँ। हामी कुण्ठाको भारी बोकेर हिँडिरहेका छौँ। हामी विभिन्न किसिमका समस्याको भारी बोकेर हिँडिरहेका छौँ र हाम्रो जीवनलाई हामीलाई ती निराशा, कुण्ठा, नैराश्यता, ती पीड तनावको भारीले हामीलाई थिचिरहेको हुन्छ र त्यही पीडको भारीले थिच्दै हामीलाई एक दिन डिप्रेसनको खाडलमा पुर्याउँछ। त्यसो भएर हामीले विगतमा भएका ती बितिसकेको कुरा, बितेको समयलाई हामी भूत पनि भन्छौँ। भूतले हामीलाई तर्साउने गर्छ। त्यसो भएको हुनाले बितिसकेका कुराहरूलाई मनमा लिएर, मनमा चिन्ता लिएर हाम्रो मनलाई तनाव दिने, मनमा चिन्ता सिर्जना गर्ने काम चाहिँ गर्नु हुँदैन। मनमा पीड पर्छ एकैछिन, मनमा तनाव हुन्छ एकैछिन, मन रुन्छ एकैछिन, यो दिल फाट्छ एकैछिन। यस्ता नकारात्मक कुराहरूलाई लामो समयसम्म मनमा राख्नु हुँदैन र हामीले ती हिजोका ती तिता पलहरू, ती तिता अनुभवहरू, ती अप्रिय घटनाहरूलाई हामीले चाहिँ त्याग्नुपर्छ। जस्तो हातमा रहेका माटाका डल्लालाई भुइँमा नराखिकन सुनको डल्ला उठाउन सकिँदैन। त्यसो भएको हुनाले ती हिजोका ती पलहरूलाई, ती दुःखद क्षणहरूलाई हामीले त्याग्नुपर्छ र सकारात्मक सोच, एउटा राम्रा कुराहरू, राम्रा विचारहरू मनमा ल्याउनुपर्छ। र दर्शकवृन्द, हाम्रो जीवनमा 90% विगतको समयमा 90% काम राम्रा भएका हुन्छन् भने केवल 10% काम नराम्रा भएका हुन्छन्। यदि हामीले हाम्रो मनलाई खुसी राख्ने हो भने, हाम्रो मनलाई शान्त राख्ने हो भने हामीले हाम्रो जीवनमा विगतमा गरेका 90% राम्रा कामहरूलाई सम्झना गर्नुपर्छ। ती राम्रा कामहरूलाई याद गर्नुपर्छ र 10% जो नराम्रा कामहरू थिए, अप्रिय घटनाहरू थिए, दुःखद क्षणहरू थिए, दुःखद पलहरू थिए, त्यसलाई बिर्सनुपर्छ। यदि हामीले मलाई दुखी बनाउने हो भने, मलाई साँच्चै एउटा चाहिँ दुःखको चाहिँ वातावरणमा लैजाने हो भने हामीले 90% राम्रा कामलाई बिर्सने र 10% नराम्रा कामलाई सम्झने गर्नुपर्छ। त्यसो भएर मैले भन्न खोजेको कुरा के हो भने हामीले विगतका राम्रा कामहरूलाई, विगतमा भएका राम्रा कुराहरूलाई, विगतमा भएका राम्रा घटनाहरूलाई दिमागमा राख्ने र नराम्रा घटनाहरूलाई, नराम्रा क्षण, नराम्रा पलहरूलाई दिमागबाट निकालेर हामी सधैँ सकारात्मक सोचको बाटोमा अगाडि बढ्यौँ भने पक्कै पनि हामी यो मनलाई तनाव र यो पीड चिन्ता आदिबाट मुक्त गरेर एउटा राम्रो जीवन, खुसीको जीवन, शान्त जीवन हामीले जिउन सक्छौँ। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो? यहाँहरूले पक्कै पनि मैले अघि पनि भने लाइक, सेयर, कमेन्ट गर्नुहोला। नमस्कार, धन्यवाद।